एसिया चाहिँ मर्जरको कन्डिसनमा छ कि छैन सर? अहिले हालैसम्म चाहिँ त्यस्तो केही पनि कुरा चाहिँ सुनिसकेका छैनौँ हामीले पनि होइन। अब माथिको लेभलमा चाहिँ केही डिसिजन भएको छ भने त्यो अहिलेसम्म चाहिँ बाहिर आइसकेको छैन। किन भन्दाखेरि राष्ट्र बैङ्कको अनुसार चाहिँ 2 अर्बको पुँजी जुन बनाउनु पर्ने हो त्यो चाहिँ अहिले हाम्रो बैङ्कले बनाइसकेको छ होइन। त्यसले गर्दाखेरि र अहिले हाम्रो तलतलाको पनि स्थिति एकदमै राम्रो छ होइन। सबै वित्तीय परिसूचकहरू राम्रो भइसकेकोले चाहिँदेखि अहिले नै मर्जर गरिहाल्छ भन्ने चाहिँ त्यस्तो केही पनि चाहिँ हामीले सुनिसकेका छैनौँ। हजुर सर, यो तरलताको स्थिति छ होइन सर, यो मेन एक्ज्याक्ट पोइन्ट चाहिँ के हुनसक्छ र यो तरलताको स्थितिको कारण चाहिँ मुख्य कारण के हुनसक्छ यसको बारेमा अलिकति बताइदिनुहोस् न सर। मेरो विचारमा नि अब अहिले यो अवस्थामा वित्तीय संस्थाले परेको मुख्य समस्या भनेको नि तरलताको अभाव भएको हो। 2 वर्षदेखि यो 2 वर्ष अगाडिदेखि चाहिँ यो समस्या सुरु भएको हो। त्यति बेलामा चाहिँ न्यून ब्याज दर थियो। त्यति बेलामा चाहिँ मान्छेले चाहिँ धेरै घर जग्गामा लगानी गरे होइन। र यसले चाहिँ एसेट्स बबलै लिएर आयो भनेर भनौँ। 5 लाखको जग्गा चाहिँ भोलि नै 10 लाख, पर्सि 15 लाख, पर्सि 20 लाख हुने होइन। त्यसले गर्दाखेरि चाहिँ एसेट्स बबल लिएर आयो। जग्गामा पनि धेरै लगानी भए, सेयरमा पनि धेरै लगानी भए होइन। विगत 3-4 महिनामा बैंकले 4-5 अर्ब रुपियाँ चाहिँ लगानी गरे होइन। यसमा लगानी गर्ने ठाउँहरू देखेर निक्षेप चाहिँ बढेको थिएन, खालि कर्जा मात्र त्यो हाराहारीमा चाहिँ बढिरहेको थियो होइन। तर यो फेरि घर जग्गा मात्र कारण चाहिँ हो यो तरलताको भनेर पनि भन्न चाहिँ अलिक अस्वाभाविक हुन्छ। किन भन्दाखेरि अहिले लास्टमा चाहिँ ठ्याप्प हुँदाखेरि घर जग्गा मात्र परेको कारणले मात्र यो देखेको हो अन्तिममा चाहिँ होइन। नत्र अरू पनि थुप्रै समस्याहरू छ यो तरलता आउनुमा चाहिँ। जस्तै राजनीतिक अस्थिरताको पनि कुरा गरौँ हामी होइन। असुरक्षाको कुराहरू हुनसक्छ, नीतिगत अस्थिरताको कुराहरू हुनसक्छ, जुन दसैँ टाका भएको नोट अभावको कारणले हुनसक्छ, अथवा 3-4 वर्षदेखि बजेट समयमा आएको थिएन। यो पालि झन्डै बजेट समयमा आएको छ तर पनि त्यसलाई चाहिँ कार्यान्वयन हुन सकेको छैन होइन। त्यसले गर्दाखेरि र समयमा आएको बजेट भए पनि अब खर्च गर्न सकिरहेको छैन सरकारले चाहिँ। खालि असार ताका मात्र अलिकति खर्च हुन्छ, त्यो बाहेक चाहिँ अरू बेलामा चाहिँ खर्च हुँदैन होइन। र बजेट चाहिँ विकासमुखी हुँदैन, खालि वितरणमुखी मात्र हुन्छ। सुरक्षाको अभाव छ होइन। त्यस्तै आएर बैंक र वित्तीय संस्थाहरू बढ्दै गएपछि उनीहरूको भल्टमा राख्ने पैसा, एटिएममा राख्ने पैसाहरू चाहिँ स्टक भएर बस्छ होइन। त्यस्तै आएर अस्वस्थता प्रतिस्पर्धाहरू चाहिँ हुन थालेको छ। त्यस्तै सम्पत्ति शुद्धिकरणको कुरा थियो जसलाई चाहिँ अहिले अलिकति सहज बनाइदिएको छ। पुँजी पलायनको कुराहरू भयो होइन। त्यस्तै आएर शोधान्तर घाटा सबभन्दा इम्पोर्ट चाहिँ यसले गर्दाखेरि चाहिँ तरलताको अभाव चाहिँ शोधान्तर घाटा भनेर भन्नाले चाहिँ हामीले जुन बाहिरबाट जुन इम्पोर्ट गर्छौँ सामान, इम्पोर्ट गरिसकेपछि हामीले चाहिँ त्यसलाई चाहिँ पेमेन्ट गर्नुपर्छ, डलरमा पेमेन्ट गर्नुपर्छ। हामीले डलरबाट पेमेन्ट गर्ने भनेको चाहिँ राष्ट्र बैङ्कको थ्रुबाट चाहिँ डलरबाट पेमेन्ट गर्छौँ। त्यस भएको कारणले हामीले हाम्रो नेपाली पैसा चाहिँ लगेर राष्ट्र बैङ्कमा राख्छौँ। राष्ट्र बैङ्कले चाहिँ अनि डलर पैसा चाहिँ पेमेन्ट बाहिर गरिदिन्छ। त्यो भएपछि पैसा चाहिँ सबै गएर चाहिँ सरकारको ढुकुटीमा गएर बस्छ र बाहिर चाहिँ मार्केटमा चाहिँ राउन्ड हुनलाई चाहिँ पैसा आउँदैन। त्यसले गर्दाखेरि चाहिँ हाम्रो ब्यालेन्स अफ पेमेन्ट चाहिँ जहिले पनि डेफिसिट भएर बसिरहेको छ। हाम्रो चाहिँ इम्पोर्ट चाहिँ कम छ, इम्पोर्ट चाहिँ धेरै छ, एक्सपोर्ट चाहिँ कम छ। त्यसले गर्दाखेरि जहिले पनि त्यो शोधान्तर खाता चाहिँ हामीले बिहोरिरहेको। यो गत वर्ष तपाईँको बैंक अफ एसियाको मुनाफा चाहिँ कति थियो सर? यस वर्षको चाहिँ सञ्चालन मुनाफा 44 करोड रुपियाँ छ। त्यस्तै गरेर खुद नाफा चाहिँ 26.6 करोड रुपियाँ छ। हजुर सर, यो तपाईँको यो 29वटा शाखाहरू छन् है सर। यो 29वटा शाखाहरूमध्ये चाहिँ उत्कृष्ट शाखा, भाइले बाहिरका उत्कृष्ट शाखाहरू याद छ सर तपाईँलाई? यो चाहिँ हाम्रो चाहिँ सबभन्दा पहिलो शाखा विराटनगरको शाखा हो होइन। र उत्कृष्ट शाखा पनि अहिले पनि विराटनगरै भनेर भन्दाखेरि पनि हुन्छ। त्यहाँको चाहिँ कर्जा निक्षेप चाहिँ एकदमै बेसी छ होइन। पहिलो शाखा भएको कारणले गर्दाखेरि पनि यो एकदमै राम्रो शाखाको रूपमा गनिन्छ। त्यस्तै बनेपा शाखा पनि 5औं शाखासम्म चाहिँ हामी चाहिँ आइसकेको छौँ होइन। 29वटामा 5औं उत्कृष्ट शाखाको रूपमा चाहिँ बनेपालाई पनि मैले चाहिँ चिनाइसकेँ। सर यो फेरि एउटा यो तरलताको कुरा गर्नु मन लाग्यो सर। यो है यो तरलताको स्थितिलाई चाहिँ अब सुधार गर्न राष्ट्र बैङ्कले चाहिँ कस्तो नीति ल्याउनुपर्छ सर? तपाईँलाई कस्तो लाग्छ सर? कस्तो नीति ल्यायो भने चाहिँ अब यो ब्याङ्किङ सेक्टरहरू चाहिँ धराशायी स्थितिमा हुँदैनन् सर? यो अब हालै मात्र राष्ट्र बैङ्कले चाहिँ यही तरलताको स्थितिलाई चाहिँ सहज गर्नलाई भनेर चाहिँ थुप्रै नीतिहरू लिएर आए होइन। यो असार अगाडि चाहिँ यस्तैमा यो ब्याङ्क मर्जर गर्ने नीति पनि एउटै हो। त्यस्तै यो प्रभावकारी नीति एउटा चाहिँ प्रभावकारी नीति हो जुन चाहिँ अब गर्दैछ होइन। यसले कति प्रभाव ल्याउँछ त्यो हेर्न बाँकी नै छ। त्यस्तै गरेर व्यक्तिगत आवास कर्जा चाहिँ पहिला 60 लाखसम्म मात्रलाई चाहिँ हामी व्यक्तिगत आवास कर्जाभित्र राख्छौँ। त्योभन्दा माथि 61 लाख जाने बित्तिकै त्यसलाई चाहिँ रियल इस्टेटमा चाहिँ काउन्ट गर्थ्यौँ। अब त्यसको चाहिँ सीमा बढाएर चाहिँ 80 लाखसम्म पुर्याइसकेको छ। भन्नाले 80 लाखसम्म चाहिँ मान्छेले चाहिँ सहजै चाहिँ घर कर्जा चाहिँ लिन सक्छ होइन। त्यस्तै 10 लाखसम्मको चाहिँ
निक्षेप जम्मा गर्दाखेरि चाहिँ पहिला चाहिँ स्रोत खोज्ने चाहिँ चलन थियो। त्यसले गर्दाखेरि जनमानसलाई चाहिँ अलिकति डर उत्पन्न भइसकेको थियो कि कतै मेरो पैसाको चाहिँ खोज खबर हुन्छ कि भनेर त्यो थियो होइन। त्यो नीतिलाई चाहिँ अब निकालेर चाहिँ राष्ट्र बैङ्कले चाहिँ अब ग्राहक आफैले चाहिँ यो कुनै पनि अवैध स्रोतबाट आएको होइन भनेर आफैले चाहिँ सो घोषित गर्यो भने पुग्ने। त्यसले गर्दाखेरि पनि अलिकति जनमानसमा चाहिँ राम्रो प्रभाव परेको छ। त्यस्तै गरी अनिवार्य मौजत जुन ब्याङ्कहरूले राष्ट्र बैङ्कमा राख्नुपर्छ त्यो चाहिँ पहिला 5.5% थियो होइन, अहिले चाहिँ त्यसलाई घटाएर 5% मात्र राखेको छ। त्यसले गर्दाखेरि पनि 3-4 अरब रुपियाँ चाहिँ नेपालमा यो वाणिज्य ब्याङ्कहरूको चाहिँ बढी भएको छ र त्यसलाई चाहिँ फेरि लगानी गर्न सक्ने स्थिति चाहिँ आएको छ। यस्ता नीतिहरूले चाहिँ तरलतालाई चाहिँ सहज बनाउन चाहिँ हेल्प गरेको छ। अबको दिनमा मेरो विचारमा चाहिँ राष्ट्र बैङ्कले चाहिँ जुन प्रदान गरेर आइरहेको थियो यो विशेष पुनर्कर्जा छ जुन फेभर ब्याङ्कलाई पनि थियो, यो पुनर्कर्जालाई चाहिँ वित्तीय संस्थाहरूलाई चाहिँ चाँडै उपलब्ध गराउनु पर्यो होइन। त्यसले गर्दाखेरि बजारमा वित्तीय संस्थाप्रति जुन जनविश्वास घट्दै गएको जस्तो हामीले महसुस गरेका थियौँ होइन, त्योलाई चाहिँ अलिकति विश्वास जगाउनको लागि पनि होइन हेल्प गर्नु पर्यो। त्यस्तै आएर यो सञ्चार माध्यमहरूले पनि गलत समाचारहरू सम्प्रेषण गर्नु भएन, यसलाई पनि होइन अलिकति उछालेर चाहिँ समाचार गर्नु भएन, किनभने सानोभन्दा सानो समाचारले पनि ठुलो रूप लिन सक्छ होइन। त्यसले गर्दाखेरि त्यो कुरा पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। त्यस्तै गरी बेलआउटको कार्यक्रमहरू ल्याउनु पर्यो। त्यस्तै आएर ब्याङ्क तथा वित्तीय संस्थालाई चाहिँ संस्थागत सुशासन कायम गर्ने अवस्थामा चाहिँ कोल्याप्स हुन दिनु भएन होइन। अहिले चाहिँ राष्ट्र बैङ्क चाहिँ नियामक मात्र भएको जस्तो लागिरहेछ, नियमहरू मात्र बनाउने जस्तो लागिरहेछ होइन। तर अहिले चाहिँ अब अभिभावकको पनि रोल खेल्नु पर्यो कि सबै वाणिज्य ब्याङ्क तथा वित्तीय संस्थाहरूको चाहिँ अभिभावक नै हो राष्ट्र बैङ्क, अभिभावकको जस्तो पनि रोल खेल्नु पर्यो। मुख्यतया त सरकारले खर्च गरिदिनु पर्यो, जुन बजेट आएको छ त्यसलाई चाहिँ खर्च गरिदिनु पर्यो। सर यो राष्ट्र बैङ्कमा चाहिँ राजनीतिको एकदम चढ भनिन्छ होइन, राष्ट्र बैङ्कमा राजनीति चाहिँ व्यापक चल्छ भनिन्छ। यो राजनीति चलेको राष्ट्र बैङ्कमा यस्तो राजनीतिले गर्दा बैङ्किङ सेक्टरमा केही असर परेको छ होइन? अब यो के हुन्छ भन्दाखेरि जुनसुकै लहरा समाउँदाखेरि पनि राजनीति पर्छ जस्तो लाग्छ कि मलाई चाहिँ। जुनसुकै क्षेत्रमा पनि राजनीतिले चाहिँ असर गरि नै राखेको हुन्छ होइन। विगतमा चाहिँ लामो समयसम्म चाहिँ गभर्नर नियुक्ति हुन सकेन होइन, कहिले महिनौसम्म प्रधानमन्त्री नियुक्त हुन सक्दैन, अर्थमन्त्री नियुक्त हुन सक्दैन। यसले त अब राजनीतिक क्षेत्रमा चाहिँ हाम्रो आर्थिक क्षेत्रमा चाहिँ अवश्य नै असर त परि नै हाल्छ। हजुर सर, यो सङ्क्रमणकालीन अवस्था यो लम्बिँदै गएको छ होइन सर। यो भदौ 14मा संविधान बनाउने भनेका थिए नेताहरूले, त्यो पनि अब दोधारमा छ होइन सर। यो स्थितिमा चाहिँ बैङ्क तथा वित्तीय संस्थामाको स्थिति चाहिँ कस्तो देख्नु भएको छ सर तपाईँले? अब यो राजनीति भने आफ्नो ठाउँमा छँदैछ होइन, यसले त सबैलाई चाहिँ उत्तिकै असर गरि नै हाल्छ। तर अहिलेसम्म पनि हामीले देखेको के छौँ भनेर भन्दाखेरि पनि सबै सेक्टरहरूलाई चाहिँ प्रभाव परिसकेपछि पनि ब्याङ्किङ सेक्टर चाहिँ राम्रोसँग चलिरहेछ र अहिले पनि राम्रोसँग चलिरहेछ क्या। यो संस्थागत सुशासन भनेर भन्छौँ हामी होइन, गुड गभर्नेन्स, यो राम्रो गरेर चाहिँ चलाउने संस्थाहरू चाहिँ अहिले पनि राम्ररी नै चलिरहेको। जस्तै वाणिज्य ब्याङ्कहरूमा संस्थागत सुशासन जुन राम्रो छ होइन, त्यो राम्ररी गर्दाखेरि वित्तीय अवस्थाहरू चाहिँ वाणिज्य ब्याङ्कहरूको चाहिँ राम्रै नै छ। यता कता एउटा दुईवटा के भन्छ डेभलपमेन्ट ब्याङ्कहरू र फाइनेन्स कम्पनीहरूमा चाहिँ यो समस्या देखिएको छ होइन, यो संस्थागत सुशासनको कमी भएको कारणले गर्दाखेरि चाहिँ देखिएको छ। तर हामी चाहिँ अब ब्याङ्किङ सेक्टरमा काम गरेको छ, हामी चाहिँ सकारात्मक छौँ, सबै कुरा चाहिँ राम्रै हुन्छ। भदौ 14मा चाहिँ संविधान बन्छ होइन, राम्रै मस्यौदाहरू आउँछ, सबैले चाहिँ चित्तबुद्ध खाली संविधान आउँछ भनेर चाहिँ आएको छ। अब यो यस्तो सङ्क्रमणकालीन चाहिँ धेरै बेरसम्म चाहिँ रहला जस्तो मलाई लाग्छ र रहनु पनि हुँदैन यो चाहिँ। भनेपछि सामान्य असर परेको छ तर धेरै असर परेको छैन सर। हजुर हजुर सर, तपाईँले यो म्यानेजर पोस्टमा 6 वर्षदेखि कार्यरत हुनुभयो भन्नुहुन्छ। म्यानेजर पोस्टमा चाहिँ 3 वर्ष, ब्याङ्किङ क्यारियर 6 वर्ष। हजुर, यो म्यानेजर पोस्ट 3 वर्ष अगाडिदेखि कार्यरत हुनुहुन्छ। यसमा 3 वर्षदेखि कार्यरत हुँदा तपाईँले गर्नुभएका उपलब्धिहरू के हुन्छ बुदागत रूपमा बताइदिनुहोस् न सर। अब यो ब्याङ्क अफ एसिया भदौदेखि सुरु गरेँ होइन, पहिलो इँटा राख्ने काम भनौँ न होइन, त्यहाँदेखि नै सुरु गरेँ। त्यहाँदेखि चाहिँ आजको दिनसम्म चाहिँ ब्याङ्कलाई चाहिँ राम्रोसँग दोहोऱ्याउँदैछु। मैले अघि पनि भनिसकेँ 29वटा शाखामा चाहिँ उत्कृष्ट 5 शाखाभित्र चाहिँ बनेपा शाखा पनि पर्छ। त्यस्तै बनेपाको पनि 25-30वटा वित्तीय संस्थाहरू छ, यसमध्ये पनि राम्रै संस्थाको रूपमा चाहिँ गनिन्छ जस्तो लाग्छ मलाई चाहिँ। विगत 3 वर्षदेखि चाहिँ ब्याङ्क अफ एसियाको बनेपा शाखालाई चाहिँ आधुनिक ब्याङ्किङ प्रविधिहरू अथवा सुविधा दिएर चाहिँ हामीले चलाइराखेका छौँ होइन। हामीले चाहिँ सबै स्थानीय कर्मचारीहरूलाई मात्र चाहिँ यसमा चाहिँ नियुक्त गरेका छौँ। त्यस्तै आएर यहाँको चाहिँ निक्षेप अलिकति कम, कर्जा चाहिँ बेसी छ भनेको मतलब कर्जा चाहिँ बढी लगानी गरिरहेका छौँ हामीले। यहाँ जबाट जति निक्षेप उठायौँ त्योभन्दा बढी चाहिँ कर्जा लगानी गरिरहेका छौँ र कर्जा पनि प्रायः चाहिँ सबै
जसो चाहिँ काभ्रे जिल्लामै सीमित गरेर चाहिँ राखिरहेको छौँ हामीले। र त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चाहिँ हामीले वातावरण बनाउने अभियान अन्तर्गत अर्निको हाइवेको वरिपरि जुन बिरुवाहरू रोपेका छौँ त्यसमा चाहिँ मद्दत गरेका छौँ। त्यस्तै लागु पदार्थ दुर्व्यसनीलाई उन्मूल गर्नको लागि चाहिँ हामीले मुक्ति भन्ने वृद्ध चित्र प्रदर्शन गरेर विद्यार्थीहरूलाई चाहिँ जनचेतना फैलाउने अभियान त्यस्तोहरूमा चाहिँ हामीले हेल्प गरेका छौँ। त्यस्तै एसओएस स्कुलका चाहिँ गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई चाहिँ हामीले पढ्नका लागि चाहिँ बुक्सहरू किताबहरू चाहिँ बाँडेका थियौँ। त्यस्तै गरेर वृद्धाश्रममा गएर चाहिँ समय अनुकूल मिलाएर चाहिँ खानेकुराहरू बाँड्ने गरेको छौँ होइन। र हामीले यो बनेपा शाखामा चाहिँ एटिएम पनि स्थापना गरिसकेको छौँ। सबै सुविधा सम्पन्न दिएर चाहिँ ब्याङ्कलाई चाहिँ चलाइराखेको छौँ शाखालाई। सर हामी कार्यक्रमको अन्त्यमा छौँ होइन सर, यो आगामी दिनमा चाहिँ ब्याङ्क अफ एसियाले चाहिँ कस्ता नयाँ कार्यक्रमहरू ल्याउँछ सर, यसको बारेमा बताइदिनुहोस्। अबको समय भनेको चाहिँ यो भ्यालु बेस्ड प्रोडक्टहरूको चाहिँ समय हुन्छ होइन। अब हाम्रो ब्याङ्कले पनि अब चाहिँ भ्यालु बेस्ड प्रोडक्टहरूमा चाहिँ बढी फोकस गर्छ। जस्तै गरेर एसएमएस ब्याङ्किङ भयो, मोबाइल ब्याङ्किङ भयो, इन्टरनेट ब्याङ्किङ भयो होइन। यो जुन बाहिरबाट आउने रेमिट्यान्सहरूको कुरा भयो। र हामीले पहिलो पटक जस्तै नै लगभग पहिलो पटक जस्तै नै जीवन बिमाको चाहिँ कन्सेप्ट लिएर आएको छौँ, जसबाट चाहिँ ब्याङ्कले चाहिँ जीवन बिमा गराइदिन सक्छ होइन। त्यस्तोहरूलाई चाहिँ हामी बढी जोड दिन्छौँ। साथै हामीले चाहिँ यो चालु आर्थिक वर्षमा चाहिँ 3वटा नयाँ शाखा थप गर्छौँ। त्यस्तै गरेर अहिले 17वटा भएको एटिएमलाई चाहिँ बढाएर अरू 10वटा चाहिँ एटिएमहरू चाहिँ हाम्रो थप्ने चाहिँ हाम्रो लगभग त्यसरी चाहिँ हामीले तयारी गरिरहेका छौँ। त्यस्तै गरेर हामीले केन्द्रीय कार्यालय पनि अहिले चाहिँ त्रिपुरेश्वरमा रहेको केन्द्रीय कार्यालय चाहिँ हामीले थापाथलीमा चाहिँ सार्ने चाहिँ गरी चाहिँ प्रयास गर्छौँ। नयाँ संविधानमा ब्याङ्किङ सेक्टर तथा वित्तीय क्षेत्रको विकासका लागि चाहिँ के कुरा चाहिँ समावेश हुनुपर्छ जस्तो लाग्छ सर तपाईँलाई संविधानमा? अब पहिलादेखि नै यो ब्याङ्किङ क्षेत्रहरूलाई चाहिँ यो खुला रूपमा चाहिँ छोडिएको थियो, फ्री इकोनोमीमा चाहिँ छोडिएको थियो होइन। यो राष्ट्र ब्याङ्क तथा नियामकहरूले चाहिँ नियमहरू बनाउँथ्यो र त्यो नियमको परिधिभित्र बसेर चाहिँ हामीले काम गर्छौँ होइन। यस्तै लिबरलाइज इकोनोमी चाहिँ अहिले पनि संविधानमा हुनुपर्छ। ठ्याक्कै संविधानमा यही कुरा लेख्नुपर्छ ब्याङ्क तथा वित्तीय संस्थाको लागि। कस्तो खालको चाहिँ कुरा भन्न खोजेको सर? लिबरलाइज इकोनोमी कि अलि फ्री खाली इकोनोमी चाहिँ कसैले चाहिँ छेकटेक नगर्ने, नरोक्ने होइन। फ्रीली चाहिँ मार्केटमा जस्तो हुन्छ त्यस्तै खाली हुन दिने खाली चाहिँ इकोनोमी चाहिँ कुनै देशमा त्यस्तो लन्च भएको छ सर? होइन, विदेशतिर जहाँ पनि चाहिँ फ्रीली चाहिँ रन गर्छ। कुनै पनि नियामकले चाहिँ एकदमै परिधिभित्र हालेर चाहिँ दबाब दिएर चाहिँ नगर्ने खाली के फ्रीले मार्केटलाई चाहिँ फ्री हुने खाली चाहिँ नियामकहरू चाहिँ त्यस्तो ल्याइदियो भनेदेखि ब्याङ्क तथा वित्तीय संस्थाहरू अहिले पनि यसरी नै चलिरहेको छ होइन। यसरी नै चल्यो भनेदेखि अझै बढी चाहिँ प्रगति चाहिँ ब्याङ्क तथा वित्तीय संस्थाले गर्छ। हजुर सर, हामी कार्यक्रमको अन्त्यमा छौँ होइन सर। यो अन्त्यमा सर यो हाम्रो यस कार्यक्रम ब्याङ्किङ तथा सहकारी दर्पण सुनेर बस्नुभएका तथा ग्रामीण सूचनाको लागि सामुदायिक रेडियो मध्यपूर्व 104 मेगाहर्ज ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्र तथा ब्याङ्किङ प्रेमीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ सर? अन्त्यमा बताइदिनुहोस् न। अब चाहिँ के भन्न चाहन्छु भन्दाखेरि यो ब्याङ्क तथा वित्तीय संस्था चाहिँ मा चाहिँ जनमानसको अलिकति केही अविश्वास बढ्दै गएको कि अहिले यो तरलताको स्थितिले गरेर चाहिँ जस्तो लागि मात्र राखेको छ मलाई होइन। यस्तो चाहिँ अब यो हेरेर चाहिँ कुनै पनि ब्याङ्क तथा वित्तीय संस्थामा चाहिँ त्यस्तो प्रब्लम आइसकेको छैन। सबै ब्याङ्क तथा वित्तीय संस्थाहरू चाहिँ स्वस्थ नै छन् होइन। अर्काको भनाइको पछाडि नलागेर चाहिँ होइन कुनै एउटा राम्रो सूचना आइसकेपछि मात्र अथवा राष्ट्र ब्याङ्कले भनिसकेपछि मात्र त्यसको पछि लागेर चाहिँ जानु चाहिँ उचित हुन्छ जस्तो लाग्छ। र हामीले यहाँ ब्याङ्क अफ एसिया बनेपा शाखाले चाहिँ उत्कृष्ट अथवा आधुनिक ब्याङ्किङ प्रणालीद्वारा चाहिँ सेवाहरू दिइरहेका छौँ। आउनुहोस् हाम्रो ब्याङ्कमा होइन, हामीलाई सेवा गर्ने मौका दिनुहोस् भनेर भन्न चाहन्छु। हजुर मनोज सर, व्यस्तताका बावजुद पनि कार्यक्रममा आउनुभयो, यसको लागि धन्यवाद। धन्यवाद राजेश। श्रोता मित्रहरू, आज हामीसँग हुनुहुन्थ्यो ब्याङ्क अफ एसिया बनेपा काभ्रे शाखाका ब्रान्च म्यानेजर मनोज श्रेष्ठजी। आज हामीले उहाँसँग ब्याङ्किङ सेक्टरका विषयमा, ब्याङ्किङ सेक्टरमा अहिले देखिएको तरलताको अभावका विषयमा, त्यसै गरी राष्ट्र ब्याङ्कले ल्याएका विभिन्न नीतिका बारेमा र आगामी संविधानमा ब्याङ्किङ सेक्टरको विकासका लागि के कस्ता कुरा समावेश हुनुपर्छ लगायत यावत विषयमा आज हामीले उहाँसँग कुराकानी गऱ्यौँ। श्रोता मित्रहरू, कार्यक्रमको अन्त्यमा म तपाईँलाई एउटा जानकारी गराउन चाहन्छु। हामीले हाम्रो यस कार्यक्रमलाई अझ बढी क्वालिटी बनाउन अथवा अझ बढी राम्रो बनाउन तपाईँ श्रोताहरूमार्फत विभिन्न सुझाव प्रतिक्रिया पाएका छौँ। तपाईँको रेस्पोन्सका आधारमा हामीले हाम्रो यस कार्यक्रमलाई आगामी हप्तादेखि हप्ताको 2 दिन चलाउने भएका छौँ। हामीले हाम्रो यस कार्यक्रमलाई एकै एपिसोडमा वित्तीय खबर र वित्तीय सवाल नामक 2 खण्ड तपाईँहरूलाई प्रसारण गर्थ्यौँ। तर आगामी हप्तादेखि प्रत्येक सोमबार वित्तीय खबर रहनेछ र प्रत्येक बिहिबार वित्तीय सवालले म साँझ 6:30 बजेदेखि 7 बजेसम्म तपाईँहरूको प्यारो रेडियो मध्यपूर्व एफएममा आउनेछु। श्रोता मित्रहरू, हाम्रो यस कार्यक्रमलाई अझ राम्रो बनाउन
वा तपाईँहरूको केही सुझाव छ भने हामीलाई पत्रचार गर्न नभुल्नुहोला। यसको लागि हाम्रो एफएम स्टेसनको ठेगाना रहेको छ रेडियो मध्यपूर्व 104 मेगाहर्ज, धुलीखेल बसपाक, काभ्रे, नेपाल, पोस्ट बक्स नम्बर 15 र फोन नम्बर रहेको छ 490770490770। श्रोता मित्र, मलाई हाम्रो यस कार्यक्रमको निर्धारित समय सकिन लागेको कुरा मलाई टेक्निसियनतर्फ साथ दिने रोजीले बताइसक्नु भएको छ। हाम्रो यस कार्यक्रमको अर्को भाग सोमबार साँझ 36 बजेदेखि 7 बजेसम्मको वित्तीय खबर रहनेछ। त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुता राजेश र टेक्निसियनतर्फ साथ दिने